खतरा खिच्नुहुन्छ अरे दाइले के को मैले फोटो खतरा त्यो मेरो त्यो पहिलाको त्यो तपाईँले दुईवटा फोटो खिचेको थियो नि एउटा हाम्रो आनसानमा खिचेको थियो अनि एउटा हामीले उहाँबाट खिचेको थियो नि त्यो क्वालिटी हेर्नु न कस्तो फोटो हो डिएसआरएलबाट खिचेको जस्तै त्यो मैले यो वाइड लेन्सबाट हालेको नि त हेलो एभ्रिवान स्वागत छ यहाँहरूलाई मेरो यो दोस्रो ब्लगमा आजको ब्लगमा यही वासङको छेउबुटो टापुमा खिचेको छौँ तपाईहरू पनि यहाँ घुम्न आउन चाहनुहुन्छ भने डिस्क्रिप्सनमा चेक गर्नुहोला सो लेट्स स्टार्ट द भिडियो से हेलो हजुर दाइ हेलो कस्तो लागिरहेको छ तपाईँलाई रमाइलो भइरहेको छ एकदम रमाइलो भइरहेको छ अब घाम चाहिँ बेसी छ है आज घाम हल्का बेसी लागिरहेको छ होइन त्यो रमाइलो छ Right now we are here in Cebudo Island. Huh? त्यो के माछा साछा मार्नेहरू टोलीहरू होला नि अलि बढे जस्तो छ किरा कति धेरै हो यार शङ्कर किरा ए बाजे कहाँबाट पाउनु भयो तपाईँले अहिले चाहिँ हामी छेबुदो आइल्यान्डमा छौँ र यहाँको दृश्यहरू चाहिँ यहाँ यस्तो छ छेबुदो 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 आइपुग्यो हामी छेबुदो जुत्ता जाला त फेरि केटाहरू हाम्रो त यहाँ किरा खोज्दैछन् भेट्यो अझैसम्म कतिवटा भेट्नु भयो तपाईँले अहिलेसम्म 1 किलो जति बनाए ल कत्रो आइगयो किरा यो किरा अब के गर्नुहुन्छ लगेर यसलाई बोइल गरेर झोल खाने आज बेलुका मजाले किराको झोल खाने टक्क सोजुसँग मिलाएर खानु झोल बनाएर अब हाम्रो दाइले यहाँ झोल पनि बनाउने कार्यक्रम पनि सबै सकाइसकेको छ पानी कति फोहोर हो यार छेउछेउतिर चाहिँ पानी एकदम धमिलो रहेछ जुत्ता निकालेर भए पनि गयो केटाहरू धौधा कान्छो जतिखेर पनि यस्तो शब्द बोल्छौ तिमी भयो मलाई यो जिन्दगीले कहाँ पुर्यायो भन्नु पर्यो कि है फोटो खिचिदिनु रे एउटा जिन्दगीले कहाँ राम्रो होला जस्तो लाग्यो मलाई ए मस्त खाना पाइन्छ कहाँ मासु पोलेर खाँदैछु मैले यहाँ बसेर खान्छ नि त अनि मैले अघि तिमीहरूलाई मैले भने केही केटाहरू लुगा भुइँमा थोच्याएको छ मैले अघि नै मैले भनेको थिएँ
टुप्पोमा राखेर न त्यो च्यापेर के हो त्यसरी हातले त्यो देखाउनु पर्छ कि देखाउन त्यसरी आउँदैन त्यो टुप्पोमा राख्छ भन्दा टुप्पोमा पछाडि पछाडि त्यो चाहिँ कान्छेले हँसाउँछ अरे के हो दाइ भाइ शिक्षा हाँस्यो भनेको खाना खाना आउनुहोस् रे भात खाइसक्योस् भनेको शिक्षा यहाँको भनेको भात धेरै खाइ यहाँ सावर गर्ने ठाउँ पनि रहेछ यहाँ ल बिच सावर रे पौडी खेल्न पाएको भए दामी हुन्थ्यो क्या होइन अहिले बाजेलाई मलाई जस्तो भएको थियो त्यस्तै भयो अहिले फेरि पानी खायो धेरै ल यहाँ चर्पी छ चर्पी तपाईँलाई छाता ओर्निनेमा कसलाई? आउँथ्यो सबै हेर्दा कसलाई मलाई अनि किन त्यो क्यामेरा बोकेर हल्लाइराखेको त्यो यहीँ हिँड्नु पहिले पानीको सतह बढ्दैछ केटा हो अलि खुट्टाको अहिले एकछिन हेर्नु न पाइतला पनि अलिक छिटो चाल्ने गर बाजे अलि रडक दिनु त मासु भात ताल पऱ्यो यो डुङ्गा पनि के गर्ला डुङ्गा यो यो त अड्किया डुङ्गा डुब्छ कि के गर्छ डुबिसकेको त डुबेको हेर्नु न त्यही भएर डुब्न दिन नडुबिरहेको डुङ्गाको त आधी आधी सतह हुन्छ त्यो सतहमा आयो भने चाहिँ यो 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 रोड पनि बन्द हुन्छ सबै हामीलाई हेर्छ अरे नौलो लाग्छ होला हिँड्दै आएको देखेर के सेक्केहरू मर्न लागेछ भनेर भन्दै होला सोचेर सब गाडी सबले हेर्छ नि क्या हामीलाई के गर्नु त अनि अब बाटो त फेर्नु पर्यो त कार छैन ट्याक्सी छैन ट्याक्सी नै पाउँदैन ट्याक्सी भए त ट्याक्सीमा जान्थ्यौँ अब लिफ्ट दिँदैनन् यिनीहरूले लिफ्ट दिए पनि हुन्थ्यो बाजे अब त्यही अगाडि बसेर मासु भात खाउन भने पुगेका छन् यहाँ ढल रहेछ यार क्रस गरिसक्यो त यार अन्त कति छ र यार आधीभन्दा बढी आइसक्यो त हामी पुगिन्छ पानी पनि हेर न कति नजिक नजिक आइसक्यो अब त्यहाँ यता आइरहेको यता चाहिँ आएन है यो पानी भने यता पारी जाने हो त यताबाट यता आउने हो यो पुरो डुबाइदिन्छ क्या हो यो पानीको सतह यता छ यता तपाईँ छैन होइन अनि यो रोड दाइ रोड पुरै डुब्यो भने यो सरह आयो भने अनि कुद्छ गाडी कहाँबाट कुद्छ बन्द गरिदिएपछि कहाँ के को कुद्ने त अनि यताको कि त पौडी खेलेर आउनु पर्यो हेर हेर कति बढ्दैछ त पानी अहिले कहाँसम्म पुगिसक्यो बाजी त्यहीबाट डराएर बाजी कुदिराख्नु त्यस्तो होइन म त गाडीको माथि छता बसेर जान्छु गाइज लुक एट दिस
ब्रिज अब बन्द हुन लागिरहेको छ पानी पनि धेरै अगाडि आइपुगेको छ अहिले र हामी पुग्नु पर्ने त्यो टापु भन्छ होइन कान्छो त्यो टापुसम्म पुग्नुपर्छ हामी अहिले बस पनि छैन ट्याक्सी पनि अहिले नआउने अवस्था भएको भएर हामी अब अहिले हिँड्नुपर्ने अवस्था आएको कारणले चाहिँ अहिले हामी छिटो कसरी हुन्छ पानीको सतह अगाडि नपुग्नुभन्दा अगाडि नै हामी यो ब्रिज क्रस गर्नुपर्छ सो कोसिस हाम्रो जारी नै भइरहेको छ आज यस्तो दिन पनि देख्न पर्यो नयाँ अनुभव गरिरहेको छौँ एउटा पुलमा त पर्छ पुलमा दुईटा पुल रहेछ हेरेर बाजे त पानी हेर्नु पानी पर्छ पानी त यस्तो त कति त्यो ढुङ्गा त डुबाएको नरहेछ अनि हाम्रो त कहाँ डुबाउँछ र बाजे होइन डुबाउँदैन नि पौडी खेल्न आउने मान्छेलाई त के को डर यस्तो चाहिँ अब पानी होइन घुँडा मुनिको पानीमा त पौडी खेलिहाल्छ ए बाजे कस्तो खोला त तरियो यो चाहिँ अब यो पुल तर्नलाई हामीलाई के को ठुलो आइतबारको कुरा नेपालमा पानी नभएको खोला तरेको मान्छे हो नि सही हो यहाँ त पानी अलिअलि रहेछ यो त मजाले तरिन्छ नि हो पानी नभएकोले यस्तो मजाले तर्यो जिन्दगीमा अनुभव गर्नुपर्छ धेरै चिजहरू गाडीमा चढेर गयो सधैँ हुन्छ नि अलिकति सहज तरिकाको बाटो हेर्ने होइन नि त अप्ठ्यारो बाटो पनि रोज्नु पऱ्यो नि त होइन त हामी ट्रेकिङमा हिँडेको नि त हिँड्ने टक्क गाडीमा हिँडेर पनि कहीँ घरबाट हुन्छ त्यही त नयाँ अनुभव गर्नको लागि हिँडाइ नै गर्नुपर्छ होइन समुद्रमाथि हिँड्नु सानो कुरा हो समुद्रमाथि हिँड्थ्यो कि हामी आज बाजे हजुर हेर्नु त पानी त यहाँसम्म आइपुग्यो त्यो यत्रो उहाँसम्म पुग्नलाई भ्याइन्छ होला के को नभ्याइने हो छिटो तिनीहरूलाई त मतलबै छैन ढुक्कसँग आएर हिँडेर आज हर्न बजाएको छैन हर्न बजाएको भयो भने त नि यसले वान गर्थ्यो गाडी जाँदासम्म हामी गाडीको चक्का डुब्दासम्म हामी हिँड्न सकिन्छ अनि गाडीको चक्कै डुब्न छोड्यो भने त हामी छतमा चढ्नुलाई गाडीको त्यस्तो अवस्था त आउँदैन अनि हामीलाई पनि हल्का अलिकति सास पनि भयो नि त ए अर्को पार्टनर पनि रहेछ त हिँडेर आउने टोली पनि एकजना रहेछ नि त भन्ने एउटा होइन ढुक्क भयो नि त त्यही हो अरे यार जिन्दगीमा हामी कोरिया समुद्रमाथि हिँडेर पार गरिदियो क्या त्यही छेबुतो होइन समुद्रमाथि हिँडेर पार गऱ्यो हेर्दा यो पानी पनि अब यो सबै यो ब्रिज सबै डुबाइदिन्छ एकछिनमा कहाँ त बढ्दै जाँदो रहेछ अँ किन यस्तो भयो दिउँसोको समयमा चाहिँ पानी घट्छ साँझ भएपछि बढ्दै आउने बुढा त मस्त छ ढुक्कसँग फोनमा बुढालाई चिन्ता छैन भने हामी किन उता आत्तिनु भएन बुढो आत्तिएको छैन भनेपछि होइन बाजे हामी त युवा यहाँको त लोकल मान्छेहरूले त आत्तिएको छैन यिनीहरूलाई थाहा छ टाइम टेबल सुनामी आएर त्यो बोर्ड चाहिँ उता भेस्को लगाइदिएको हो क्या उता पारेको त्यो बोर्ड पानी बढ्दैछ कान्छो पौडी खेल्ने भयो खेल यहाँ आइसक्यो अब लगभग गाडी रोकेर हेरेको हामीलाई पनि हेरिरहेको सेतो गाडीमा गइरहेको हामीलाई पनि हेरिरहेको रोकेर हाँसेर हेरेर बाई गरेर खुसी हो हो त्यो हामीले त जवाब त्यस्तो बेलामा के भन्नुपर्छ थाहा छ कान्छो दिस इज द एडभेन्चर के अरे एडभेन्चर भनेर भन्नुपर्छ क्या कान्छो होइन खोलेको थियो अगाडि चिया खोलेको थियो ओराउँछ उता केटल ड्राइभिङ गरेको थियो यता केटी थिए सेतो लाइ थियो गाडी पनि सेतो थियो त्यही भएर रमाइलो लाग्यो विदेशी जस्तो लाग्यो होइन मैले क्यामेरा खिचिरहेको छु त नि सब हुन्छ नि कान्छो रेकर्ड गरिरहेको छु
होइन वी आर कति काट्ने ट्राइङ टु एक्सपिरियन्स हुन्छ नि त सम न्यू थिङ्स भनेर भन्नुपर्छ कि कान्छो नयाँ चिज हामीले अनुभव गर्ने हो होइन वी केम आउट फ्रम नेपाल एन्ड वी आर ट्राइङ टु डु सम मोर एक्सपिरियन्स इन यर कन्ट्री आवर फ्रेन्ड समथिङ लाइक द्याट त्यस्तो गरेर दिनुपर्छ कान्छो जवाफ हो अनि गएर यतिबाट क्यान आइसि फेरि भ्याप्पो अनि हो ताल परेपछि त म त बोलिदिइहाल्छु नि कान्छो नआएको अङ्ग्रेजी पनि त्यसपछि त पटट गरेर आउँछ त फेरि अनि समय आइसक्यो नि त अब त्यहीबाट हेर्दा त अब पारी पनि कट्यो नि त हामी त अनि